प्राकृतिक सौन्दर्यका दृष्टिले भरिपूर्ण धर्मदेवी नगरपालिका वडा नम्बर 9ले कृषि क्षेत्रको हबको रूपमा पहिचान बनाउँदै गएको छ। कृषिमा आश्रित वडावासी लक्षित विभिन्न विकासात्मक योजना कार्यान्वयन गरेसँगै वडाले जनतामुखी स्थानीय सरकारको आवास दिलाउन थालेको हो। कृषि र पशुपालनमा आधारित जीवनयापन गर्दै आएका वडावासीको जीवनस्तर उकास्न वडाले हालसम्म अनुदानमा गाई उपलब्ध गराउने, परम्परागत सक्खर उत्पादनलाई प्रविधि मैत्री बनाउनेदेखि स्थानीय पशुपालक किसानहरूको दुध खरिद गरी वडामै दुग्धजन्य वस्तुहरू उत्पादन गर्दै आएको वडाध्यक्ष चित्रकुमार कार्कीले बताए। यस्तै वडामा कृषि, शिक्षा, स्वास्थ्य र सामाजिक विकासका क्षेत्रमा पनि क्रमशः सुधारहरू हुँदैछन्। वडाले वडावासीको निधनमा सद्गत यातायात सहयोग स्वरूप केही रकम वितरण गर्दै आएको छ। यसले स्थानीय सरकारलाई जनतामुखी बनाउने विश्वास वडाध्यक्ष कार्कीको छ। यस्तै वडाको प्रमुख नगदे बालीको रूपमा रहेको उखु खेतीलाई प्रोत्साहन गर्न वडाले वडाका विभिन्न स्थानमा उखु पेल्ने मेसिन पनि खरिद गरेको छ। यसले परम्परागत सक्खर उत्पादनलाई प्रविधि मैत्री बनाएको छ। यसले उखु खेतीप्रति किसानको आकर्षण पनि बढाएको छ। यता सडक सञ्जालको विस्तार र सुधारसँगै यातायातको सुविधाले वडावासीलाई प्रत्यक्ष फाइदा पुर्याएको छ। यसले स्थानीय उत्पादनको बजारीकरण सहज बनाउनुका साथै अन्य सहरहरूसम्म पहुँच पुर्याउन मद्दत पुर्याएको छ। 9 नम्बरमा चित्रकुमार कार्की वडाध्यक्ष हुँदै गर्दा यहाँ यो कार्यक्रम यो काम भएन भन्ने जनतामा चाहिँ त्यो जनगुनासो त्यस्तो आएको पनि छैन। स्थानीय ज्ञानबहादुर कटुवालका अनुसार 9 नम्बर वडाका जनप्रतिनिधिहरू निष्पक्ष ढङ्गले जनसेवामा खटिरहेका तथा जनगुनासो सुन्ने मात्र नभई त्यसलाई सम्बोधन गर्न पनि सक्रिय भएका कारण उनीहरूको कार्य सम्पादन हालसम्म सन्तोषजनक रहेको छ। त्यस्तै वडा सरकारको प्रभावकारिताबारे स्थानीय ज्ञानेन्द्र कार्की जनप्रतिनिधिले जनताका विभिन्न समस्याहरूमा उपस्थित हुनुका साथै जनमुखी काम गरेको कारण वडावासी सकारात्मक रहेको बताउँछन्। 5 वटा सामुदायिक विद्यालयहरू छन्। स्थानीय विद्यार्थीहरूको शैक्षिक सुनिश्चितता गर्नको लागि वडामै पहिलो पटक महेन्द्र ज्योति माध्यमिक विद्यालयमा +2 का कक्षाहरू सञ्चालनमा ल्याइएको छ। शिक्षाको क्षेत्रमा वडाले विद्यालय भवन निर्माण तथा मर्मत एवं प्रविधि मैत्री शिक्षण सिकाइ प्रवर्धन गर्ने उद्देश्य लिएको छ। यससँगै शैक्षिक गुणस्तर अभिवृद्धि गर्न वडा सरकारले समय समयमा सरोकारवालाहरूको संयुक्त अन्तर्क्रियात्मक कार्यक्रम समेत सञ्चालन गर्ने गरेको छ। अधिकांश वडावासीको प्रमुख पेशा नै कृषि भएकाले वडाले कृषिलाई प्राथमिकता दिएको वडाध्यक्ष कार्कीको भनाइ छ। त्यस्तै शिक्षा क्षेत्रमा पनि विभिन्न काम गर्नुपर्ने भएकाले कृषि र शिक्षामा थाँतिरहेका कामहरू वडा सरकारले क्रमैसँग पुरा गर्दै लैजाने पनि प्रतिबद्धता व्यक्त गरेका छन्।